वास्तवमै कलाकारसँग कति रहेछ पैसा? कोभिड-19 बाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र नै इन्टरटेनमेन्ट क्षेत्रलाई मानिएको छ। पछिल्ला गतिविधिलाई हेर्ने हो भने कुनै रूपले पनि इन्टरटेनमेन्ट क्षेत्र प्रभावित भएको लाग्दैन, कारण दिनहुँ जसो आउने म्युजिक भिडियो नै हो। अहिले एउटा म्युजिक भिडियो सामान्यतया बनाउनको लागि धेरै कममा पनि 2 देखि 3 लाख रुपैयाँसम्म लाग्ने गरेको छ। त्यही पनि म्युजिक भिडियो बनाउने क्रम दिनानुदिन बढ्दै गइरहेको छ र त्यसमा खेल्ने कलाकारहरू पनि असाध्यै व्यस्त भइरहेका छन्। साथसाथै टेक्निसियनहरूको काम पनि निकै नै बिजी देखिएको छ। अब अहिले कलाकारहरूसँग समय लिनको लागि पनि 2-3 दिन कुर्नुपर्ने केही कलाकारहरूले बताइरहेका छन्। सुटिङ अहिले पनि जारी नै छ। सरकारले दिएको मापदण्ड अनुसार सोशल डिस्टेन्सिङ र सेनिटाइजर प्रयोग गर्ने कुरा त त्यहाँ सेटमा गएर देखिएला, तर अहिले कलाकारहरू नयाँ म्युजिक भिडियो खेल्न र राम्रो पैसा आर्जन गर्नमा व्यस्त भएका छन्। यद्यपि अहिले कुनै पनि कलाकारको अथवा भनौं सिंगरको म्युजिकल कन्सर्ट र विभिन्न किसिमका कार्यक्रम नभए तापनि उनीहरू नेपाली गीत संगीतको म्युजिक भिडियो बनाउनमा व्यस्त रहेका छन् र उनीहरूले त्यसबाट पाउने वाहवाही र तालीबाट आफूलाई एकदमै खुसी तुल्याउने प्रयास गरिरहेका छन्। ब्युरो रिपोर्ट, जीटीभी।